हेलो साथीहरु, आज 2082 साल वैशाख महिनाको 21 गते तारतालको कुसुम बजारमा असिना पानी परेकोले हेर्नु न यस्तो जति बाटो असिना परिरहेको छ। आज खुब पानी पर्यो हैन, असिना पानी पर्यो हैन आज। वास्तवमा आज परेको पानी असिना। आज सबैले असिना पानी परेको हेरिरहेको छ। कसैले यहाँ यी भिडियो बनाइरहनु भएको छ। यी बहिनीहरूले एउटा उफ्रिरहेको छ एकजना भाइ। असिना खास क्या हो? एकजना भाइ बहिनीको भाइ। असिना पानी पर्यो, खुसी हुनु भएको। साह्रै खुसी। अब गर्मी हुँदैन, शीतल हुन्छ। अब नुन चाहियो, नुन आयो।
बेलाउँदै रुखमा यस्तो राम्रो बतिला लागेको थियो, यस्तो राम्रो दाना फुलिरहेको थियो। यो आजको असिना पानीले सबै झार्दै, सबै पातहरू पनि सबै झरिसक्यो, केही छैन, खत्तम बनाइदियो हो। हेर्नुहोस् साथीहरू, आज असिना पानीले गर्दाखेरि यहाँ लाग्यो बोडी करेलाहरू सबै सत्यनाश बनाइदियो। यो सबै ठुटा यस्तो बनाइदियो। कामराले दुःख मात्रै भइगयो। बोडी यस्तो राम्रो थियो, पुरै यहाँ माथि चाहिँ आएको थियो, सबै धुलो पिठो बनाइदियो। यहाँको केही छैन, यी सब धुलो पिठो बनाइदियो। यता पनि त्यस्तै छ, यता केही छैन। यहाँ पनि यस्तो राम्रो बोडी भएको थियो कि राखेको झिक्रा पनि सब पल्टाइदिइसकेको छ। यता पनि त्यही हालत छ। यो बोडी यस्तो राम्रो थियो नि, बोडी 5-6वटा फल्न सुरु भइसकेको थियो, कामै नलाग्यो। सबै यो असिना पानी र हावाहुरीले गर्दाखेरि सबै खत्तम बनाइदियो। यता यहाँ पल्टाइदिएछ। यो पनि खत्तमै भइगयो, कामै छैन। हेर्नु, यस्तो दुःख गरेर कस्तो राम्रो बनाएको थियो, सबै यो पल्टिसक्यो। केही छैन, केही छैन, सब सत्यनाश बनाइदियो। ल यहाँ पनि त्यस्तै हालत छ। खुर्सानीको